Hello everybody, welcome to my channel. My name is Arjun Kumar Pun and today I am going to explain the topic about the characteristic of computer. Let's start. The characteristic of computer means the features of computers and there are the following points given below. Speed, accuracy, diligence, storage, automation, versatility, reliability, no intelligence and no feelings. They are the characteristic of computer. First point is speed. Computer can work very fast. It can perform millions and billions of instruction in fraction of second. कम्प्युटरले धेरै छिटो काम गर्न सक्छ. यसले मिलियन्स र बिलियन्स अफ इन्स्ट्रक्सनलाई फ्र्याक्सन अफ सेकेन्डमा परफर्म गर्न सक्छ अथवा एक्जिक्युट गर्न सक्छ. एक्युरेसी. कम्प्युटर गिव्स भेरी एक्युरेट रिजल्ट्स. इफ द गिवन इनपुट इज करेक्ट द आउटपुट विल बी करेक्ट. इट वर्क्स इन द प्रिन्सिपल अफ गिगो. कम्प्युटरले धेरै शुद्ध परिणाम दिन्छ, रिजल्ट दिन्छ. यदि दिएको इनपुट करेक्ट छ भने कम्प्युटरले दिने आउटपुट पनि करेक्ट हुन्छ. यसले गिगोको सिद्धान्तमा काम गर्छ, अर्थात् गार्बेज इन गार्बेज आउट. डिलिजेन्स. कम्प्युटर इज ए डिलिजेन्ट मसिन. इट क्यान वर्क फर ए लङ टाइम विदाउट टायर्ड अर बोर्ड. इट क्यान डु द टास्क कन्टिन्युसली विदाउट लसिङ अफ पर्फर्मेन्स. कम्प्युटर एउटा लगनशील मसिन हो. यसले लामो समयसम्म नथाकिकन काम गर्न सक्छ. यसले पर्फर्मेन्स नघटाइकन लगातार दिएको टास्क गर्न सक्छ. स्टोरेज. इट ह्याज ह्युज अमाउन्ट अफ डाटा स्टोरिङ क्यापासिटी. इट क्यान स्टोर द डाटा इन्फर्मेसन प्रोग्राम एन्ड अल्सो रिट्राइभ देम क्विकली. कम्प्युटरसँग ठुलो मात्रामा डाटा स्टोरिङ गर्ने अर्थात् डाटा भण्डारण गर्ने क्षमता हुन्छ. यसले डाटा इन्फर्मेसन प्रोग्राम स्टोर गर्न सक्छ र आवश्यकता परेको खण्डमा यसलाई हामीले प्रयोग पनि गर्न सक्छौँ छिट्टो. अटोमेसन. कम्प्युटर इज ए अटोमेटिक मेसिन. वान्स द इन्स्ट्रक्सन एन्ड प्रोग्राम इज स्टार्टेड इट क्यान वर्क अटोमेटिकल्ली विदाउट ह्युमन हेल्प. कम्प्युटर एउटा अटोमेटिक मसिन हो. यसलाई एकचोटि इन्स्ट्रक्सन प्रोग्राम स्टार्ट गरिदियौँ भने यसले आफै अटोमेटिकल्ली मानवको सहयोग बिना नै काम गर्न सक्छ. भर्सटाइलिटी. कम्प्युटर इज ए भर्सटाइल मसिन. इट क्यान डु मेनी डिफ्रेन्ट टास्क सच एज टाइपिङ डकुमेन्ट, ब्राउजिङ इन्टरनेट, कोडिङ, गेमिङ एक्सेट्रा. कम्प्युटर एउटा बहुउपयोगी मसिन हो. यसले धेरै विभिन्न टास्कहरू गर्न सक्छ, जस्तै डकुमेन्ट टाइपिङ गर्न, इन्टरनेटमा विभिन्न रिसर्चका कुराहरू र लर्निङ म्याटेरियलहरू खोज्न सकिन्छ, कोडिङ गर्न सकिन्छ, गेमिङ खेल्न सकिन्छ आदि कुराहरू गर्न सकिन्छ. रिलायबिलिटी. कम्प्युटर प्रोड्युस द कन्सिस्टेन्ट एन्ड डिपेन्डेबल रिजल्ट ओभर टाइम. कम्प्युटरले स्थिर र भरपर्दो परिणाम लामो समयसम्म उत्पादन गरेर दिन्छ. नो इन्टेलिजेन्स एन्ड नो फिलिङ्स. कम्प्युटर क्यान नट थिङ्क एन्ड क्यान नट मेक डिसिजन बाई इट सेल्फ. इट क्यान वर्क वान्ली एकोर्डिङ टु द ह्युमन इन्स्ट्रक्सन. कम्प्युटरले सोच्न सक्दैन र उसले आफै आफ्नो डिसिजन बनाउन सक्दैन. यसले मानवको इन्स्ट्रक्सन, मानवको आदेश अनुसार मात्र काम गर्न सक्छ.